हाई गाइज, हामी चाहिँ आज यता मिटिङमा छौँ अनि हाम्रो खाजा सेट देख्न सक्नुहुन्छ। उठी उठी खानु पऱ्यो यहाँ तलकरी उठेर खाइदिन्छ फेरि मिठो हो गाइज, मिठो। हजुरहरूलाई खाइदिन्छु अनि हाई सपना, हाई मनसा, ऊ चाहिँ भेज हो। सबै खानु मनसालाई भनेको हामी खान्छौँ ल। मासु खान्छौ, चिची खान्छौ। म त नै पार्टीदेखि गयो भनेको अहिले सङ्घको काटा अनि त्यसपछि सङ्घको काटा सदस्यता अनि त्यसपछि त्यसमा बसेपछि राम्रो त छ। हामी पढ्ने मान्छेलाई टाइम दिँदैन क्या। तिमीले काटे हुन्छ सङ्घ भनेको चाहिँ यो इन्सुरेन्स बाइक छुट्टै अर्को ऊ हो क्या। अब कसरी बुझाऊँ मैले अहिले म बोलेको के होइन अरू साले नि काट्ने हो भने किन पढेर हेऱ्यो उसले के सङ्घको के हो र भनेर बुझ्न खोज्छ नि पढेर भइगयो खोज्दै सकेर नि के हुन्छ नि त सकेर तर सङ्घको काटिस किन हेरेर राख्यो के हुन्छ सङ्घको जस्तो कि पछि अब यो बिमा कम्पनी डुब्यो अऱ्यो भने पनि हामीले अनि त्यतिखेर हामी त अब सङ्घमा बसेको नि त हामी त अब हक लाग्छ नि त त्यसमा। अब हामी त सङ्घको मान्छे हो यस्तो सदस्यता दिएको मैले सदस्यता मात्रै दिएको 500 रुपियाँ काटेर कति कहाँ जानु भने कि 35 ढङ्ग नबसे अविनाशलाई बोलाएर भनिदिइहाल्नुहुन्छ 35 हो कति तिरेर कुन के काट्यो भन्नुभएको थियो कि काट्यो भने अलिक माथि हुन्छ त्यस्तो उसले माथि खान अनि बजारहरू टक्कै लिएर जान्छन् कि कहाँ हो अविनाश त आयो ए किन फोन नउठाएको काट्नु भए चाहिँ काट्यो किन 500 रुपियाँ हो तिमीले काट्यो मैले काटेको फोन अन्नानी भयो त मतलब हामी कलेज गएर आउँदाखेरि अब पकाएको त लिएर जान्छ कि फोन रिसिभ गरेर लो जति सबै खान्छ त सबै बोलेको यत्रो फोन गरेको ब्लगमा हेर बेलुका अपलोड हुन्छ कि ब्लग जिन्दगी सरर मटर गाडी फाइनल एक्जाम हो बस्दै भन्दै के अरे त्यो जीवन साथी गर्दा हजुरले आफ्नो एजेन्ट बनाउनु मन छ यहाँहरू कस्तो प्याकेज बुझ्दै खाने मासु दियो नि त कस्तो भनिदिन्छ कि त्यसरी भन्ने होइन निर्जेसीको होस् न कि त्यसले त्यस्तो सोचेर भन्नु नि हुँदैन कि हजुरको एजेन्टबाट एउटा ल्याउने हो कि आज भोलि यस्तो मान्छे देखेर लास्टै रिक्नु थाल्यो मलाई यहाँ दुईवटा मान्छे कति मन पर्दैन एउटा सुड्डी एउटा ठिक्क कि सुड्डी बुझेछ है त्यो त बरु त्यसो नराम्रो दिएन नि के भयो त्यहाँ चिया खाइरह्यो अस्ति नै मलाई भड्काइदियो भने कति भनिदिनु मलाई भनेर पनि भनिदियो भड्काइ भनिदियो क्या खनाल जो पनि खनाल हुन्छ कि भयो नाम टिका होइन ल तिमी चाहिँ पछि बिहा खनालसँग जान्छौ कि थाहा खाएन नि त बेबी ल अलरेडी रहेछ कि बुझौँ न त्यो कस्तो मिठो भयो यसो अलिअलि भन्न त केबाट हो म पत्ता लगाइहाल्छु त्यो त मेरो नि हो एउटा खायो सानी यहाँ ब्लगमा आइ भन्न उताबाट हाई गर को तिमी
म को हो त तिम्रो दिदी चिन्दिनँ म अनि यहाँ खाना खाने बेलामा आउनु पर्दैन भ्लगमा आउँदै खानालाई यो चाहिँ केक मुखैभरि केक लाएर नक्करी केक खाने हो कि जन्ने हो अविनाश त आयो त्यही हुन्न क्या तिमी त्यसो मङ्गरी हो अनि गाडी काटिहाल्नु जाने कुरा होइन क्या पाक्नु सक्यो र तर भन्दा त म पैसा नभएर अहिले फिलहाल भनेको है फेरि पछि त काट्छु नै आफ्नो कोडबाट केही भइहाल्यो भने धेरै होला त भने त कुनै गर्छ होइन छुट्टै नै गर्छ क्या सङ भनेको छुट्टै रहेछ क्या म अस्ति 1 घन्टा बुझाएको म देखिकै रहन्छु भाइ छिटो त्यहाँ चाहिँ सङ भएको भने हामीहरू कुरा गरेर माथि राख्दाखेरि अलिक पक्का हुन्छ क्या काम चाहिँ पक्का हुन्छ त्यही सङ्घको साथमा सदस्य भए पनि दिवा तिमीलाई जस्तो तिमीलाई अभिकर्ता मलाई लागे यो सङमा चाहिँ यसो सधैँ सधैँलाई नत्र 500 को रसिद काट्दा न राम्रो हो अनि कस्तो हुन्छ अङ्कलले बुझ्दै खाम अनि तिमीले त गरे हो त उसले के त्यसमा भन्ने त्यसमा चाहिँ तिमीलाई चाहिँ सपोर्ट दिन्छ क्या जस्तै आर्थिक कारोबार हुन्छ अरू कुरा पोलिसीको केही थाहा छैन नि त होइन हो त्यस्ता कुराहरू पोलिसीको सबै कुरा सही हुन्छ कि कसरी सञ्चालन कोड पनि कसरी तलमाइदिने कसरी फलो गर्ने भन्ने कुरा थाहा पाउनको लागि अभिकर्ता समस्या मिटिङ हुन्छ तिमीहरू टाइम राखेर टाइम नहुँदा प्रत्येक महिनाको 1 हप्ताभित्रमा हुन्छ पहिला प्रोग्राम पिकनिक जाने पिकनिक जाने हो क्या अब त्यही पिकनिक जानलाई सबैलाई समेट्न खोजेको मैले सङ्घमा अनि समेटेर कोही पनि सदस्य त 500 को सदस्य काट्दैनन् सदस्य त 500 रुपियाँ सदस्य काट्यो भने सङ्घभित्रको मान्छे सबै चाहिँ एकजुट भएर आयो भने त ओहो म त त्यहाँ जानुपर्छ भन्ने त कन्सेप्ट आउँछ नि त हो क्या अब यिनलाई पनि मैले अस्ति भने हो गर्नु पऱ्यो तिम्रो नाम के हो भन सपना लेख्नु है ल्याइदिनु सपना के नम्बर भन 86 पैसा अहिले दिन्छ तपाईँलाई यसो भने अनलाइन हालिदिनु है सपनाले मैले ईश्वर सरको नाममा लेखेँ अनि बिल बिल ईश्वर सरसँग मसँग छ भन्नुहोस् अनि नानी तिम्रो म भयो के हो नाम उमा देवी ढकाल पर्ता छ उमा देवी ढकाल के नाइटा उमा देवी ढकाल भन त नम्बर नानी 9865 जान्ने भयो जस्तो कि फेरि भन न भन 9865 65 अनि 23 हो क्या हो कि हो त्यति मजा गरे 23 के भिडियो बनाइ भिडियो गरेर आएको क्या ब्लग हो है 3787 फेरि 23 9865238737 87 अब पार्टी आउँछ नि हजुरको ईश्वर सरलाई हो हजुरले के गरेर गरिदिनु मलाई के गर्छ तर यो महिना अब मैले पोलिसी काटेपछि क्युआर गर्ने थियो फेरि होइन यो त रसिद काटिन्छ आज बेलुका गर क्युआर गरिदिनु उसँग माग सपट्टि 500 रुपियाँ रसिद काटिन्छ आज बेलुका गर कोही खट्दैन अनि गर्नु परेन नानीहरूलाई भन्नु परेन आफै घटाउने आफै एमडिआरटी हुने 65 93 50 एक वर्षको कति 3500 रे 5000 आजीवन सदस्यता 5000 तिरेपछि तिर्नु पर्दैन है त्यो गर्न नि पाइयो यो गरेर हाल्दिन्छ नि सँगै हाल्नु यो गरेको 1 महिना हो होइन यो त 1 वर्ष 500 को 1 वर्ष हो के आको वर्ष कमाउँछु भनेपछि यो के